नमस्ते, म राजीव भण्डारी, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवल रूपन्देहीमा नायब प्राविधिक सहायक काम गरिरहेको छु। आज हाम्रो केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवल रूपन्देहीले दैनिक रूपमा कृषि उपज थोक बजारभित्र आएका फलफुल तथा तरकारीहरूको नमुना लिई दैनिक रूपमा परीक्षण कार्य गर्दै आएको छ। आज मिति 2083 साल साउन 4 गते पनि 12वटा नमुना लिई परीक्षण गर्दा सबैजसो अधिकांश नमुनाहरू उपभोग्य छन्। एउटा खुर्सानी जुन चाहिँ कपुरकोट गाउँपालिका सल्यानमा उत्पादित भएको थियो, त्यसमा अर्गानोफस्फेट समूहको विषादी 59.5217% आयो अनि यसलाई चाहिँ हामी सुरक्षित रूपमा विसर्जन गरिसक्यौँ। कति भयो भने खाना मिल्छ? सदरमुकामबाट टाढा पर्छ होइन? कमसेकम रेसिङतिर भएको भए पनि